सम्पूर्ण मण्डली परिवार, सम्पूर्ण आमाबाबु तथा दिदीबहिनी सबैजनामा येशूको नाममा अभिवादन अनि जयमसी। लामो समय पछाडि यसरी म फेरि पनि तपाईँहरूको माझमा उपस्थित भएर आज यो वचनको मौका अनि बोल्ने अनि समय पाएको छु। यसमा म धेरै खुसी छु। तर आज धेरै कतिजना पुरानो अनुहार देखिएन, तर धेरै चाहिँ आज नयाँ मैले अनुहार देख्न पाएँ। म ज्यादा खुसी छु र प्रभुमा पनि प्रभु पनि ज्यादै खुसी हुन्छ। हामी पहिला म पुरानो मण्डलीमा हुँदाखेरि विदेश गएको थिएँ, तर अहिले चाहिँ नयाँ मण्डलीमा यसरी सेवाकाई गर्न मौका पनि पाइयो र प्रभुले यो समय दिनुभयो र फेरि धेरै नयाँ अनुहारबाट पनि देख्न पाउँदा म धेरै हर्षित अनि खुसी छु र सम्पूर्ण अनि मण्डली परिवार अनि प्रभुमा धन्यवादी छु। यो समय हुन्छ, तपाईँहरूले मैले अघि बाइबल पाठबाटै तपाईँहरूले विचार गरिसक्नुभयो होला के बोल्ला भनेर। त्यत्रो म बाइबलको पोख्त र त्यत्रो जान्ने मान्छे त होइन, म त्यत्रो वचन पनि बोल्न सक्ने मान्छे होइन, तर प्रभुको वचन आइपरेको कारणले आज म बोल्दैछु। हुनसक्छ कति त त्रुटि हुनसक्छ, तर प्रभुले क्षमा दिनुहुन्छ र तपाईँले क्षमा दिनुहुनेछ। अनि विशेष गरिकन मैले आज वचनको मेरो यो शीर्षक चाहिँ छ आजको आज्ञाकारिता र पवित्रतामा जिउनु। झन्नै झन्नै अघि भन्दै गरेको कुरा र मैले तयार गरेको जस्तै रहेछ, कति सुन्न सक्छ। र वचन भनेको यस्तो चिज हो कि वचनले मलाई र तपाईँलाई छोएन भने त्यो वचन होइन। र बाइबलमा धेरै भन्छ वचन चाहिँ दुई धारे तरवार हो। मैले बोल्दै गर्दा तपाईँलाई ज्यादै लाग्न पनि सक्छ, फेरि तपाईँहरूलाई मात्रै त्यसले लाग्दैन, मलाई पनि फर्केर लागिरहेको छ। तपाईँलाई यस्तो गऱ्यो भने चार आउँलाले मलाई देखाउँछ, त्यसको उत्तरदायी म झन् धेरै हुनुपर्छ भन्ने पनि मेरो बुझाइ हो वचनमा। र तपाईँहरूलाई सेवा सुरुको सबैभन्दा सुरुमा सेवा दुईवटा चिज, शनिबारको आराधना सङ्गतिमा म दुईवटा चिजलाई ज्यादै महत्त्वपूर्ण दिन्छु। दुईवटा चिजलाई म अरूलाई पनि महत्त्वपूर्ण हो, तर यो दुईवटा भन्दा अरू महत्त्वपूर्ण हुँदैन। तपाईँहरूले यो कुरा बुझ्नुपर्छ। सुरुमा आराधना भनेको तपाईँले कसरी आराधनाले सुरु गर्छ। तपाईँले चाहिँ बारी जोत्ने काम र त्यो बिउ छर्नुभन्दा पहिले एकदम राम्रो जमिन बनाइन्छ, त्यो काम गर्ने भनेको आराधकले गर्नुपर्छ र आराधकले गर्नुपर्छ। र तपाईँले कहाँ डोराउनुहुन्छ, विश्वासीलाई कति तयार गरेर वचनसँग पुर्याउनुहुन्छ भन्ने कुरा निर्णय सबैभन्दा ठुलो कोयर ग्रुपलाई हुन्छ। किनभने तपाईँहरूलाई पास्टर बुवाले त्यसै कोयर ग्रुपमा नियुक्ति गर्नुभएको छैन र त्यसै तपाईँहरूले चाहिँ प्रार्थना सुन्दै र अभिषिक्त भएर तपाईँहरू आउनुभएको छ भन्ने मलाई विश्वास लाग्छ। पक्कै